फेरिँदै गयो, जति क्यालेन्डर पल्टिँदै गयो उति नै हराउँछन् हाम्रा सम्पदाहरू। सम्पदा अर्थात् पुर्खाले छोडेका चिन्हहरू, ढुङ्गे धाराहरू, मन्दिरहरू, टुँडालहरू, ढुङ्गामा हातले कुरेका बुट्टाहरू। एउटा पुस्ताले देख्छ र त्यस पछाडिको पुस्ताले अलि धमिलो देख्छ र त्यस पछाडिको पुस्ताले देख्दै देख्दै यसरी हराउँदै जाने यो सम्पदाको संरक्षणमा लागि परेका छन् कलाकार अजय देसार। नमस्कार, म चित्रकार अजय देसार। हाम्रो समाजमा वरपर रहेका हामीले याद नगरेका कुनै पनि कुरा, जस्तै मठ मन्दिर भयो या काठका कलाकृतिहरू भयो या यहाँका सौन्दर्य, नेचर पछिल्लो समयमा हराउँदै गइरहेको अवस्था छ। यो सबै चिजको लागि हामी आफै पनि दोषी छौँ। तर यतिसम्म हुँदै गर्दाखेरि हामीले के आवश्यकता छ, हामीले के कुरालाई चाहिँ याद गर्नुपर्छ भने हामी कलाकारहरूले नै यसको संरक्षण गर्ने हो। भावी पीडितहरूको लागि हामीले एक प्रकारको दस्तावेज तयार पारिदिने हो। यदि यो चिजहरूलाई हामीले मनन गरेनौँ भनेदेखि अबका पिँढीहरूले कुनै तरिकाबाट पनि यस्ता सम्पदाहरू छन् भन्ने कुरा हेर्न पक्कै पनि पाउँदैनन्। त्यसै कारणले गर्दाखेरि पनि कलाकार आफैमा पनि इतिहासको संरक्षकको रूपमा हामी चिन्छौँ। 72 सालमा ठुलो भुइँचालो आयो। त्यस पछाडि भएका राम्रा वस्तुहरू, जस्तै पुराना घरहरू र त्यहाँभित्र भएका राम्रा चिजहरू विस्थापित भएर गए। त्योभन्दा अगाडि बनाएका चित्रहरू, जस्तै पुराना घरहरू, आँखे झालहरू, तोरणहरू, टुँडालहरू, मूर्तिहरू, मन्दिरहरू, यी सबै चिजहरूको अस्तित्व हराउँदै जाने देखिएको छ। र भावी पिँढीहरूको लागि यो सबै चिज देखाउनको लागि हामी कलाकारहरूले यसको संरक्षण गर्नुपर्छ। यसै गर्दै गर्दाखेरि पछिल्लो समयमा जुन हामी काठमाडौँ सहर, भक्तपुर सहर र ललितपुर सहरमा भएका धेरै ढुङ्गे धाराहरू छन्। ढुङ्गे धाराहरूमा पहिला त हाको पटासी लगाएर घैलो बोकेर त्यो घैलोमा पानी थाप्दै त्यही पानी पिउँदै र जुन अवस्थामा त्यहाँ नुहाउने या सरसफाइका कुराहरू हुन्छ, त्यो सबै चिजहरू अब अहिले हराइसकेको छ। यो सबै चिजलाई कलाकारले, विशेष गरी कलाकारले आफ्नै तरिकाबाट आफ्नै ढङ्गमा प्रस्तुत गर्दै यसलाई संरक्षण गर्नुपर्छ र यो पछिल्लो पिँढीको लागि यो दस्तावेजको रूपमा तयार पार्नुपर्छ भन्ने मलाई लाग्छ। अब खै त हामीलाई यसको भान छ कि छैन? जुन चिज एक तरिकाले हाको पटासी लगाएर पानी धारामा गएर लिन जाने त यो अहिले बिरलै मात्र देख्न सकिन्छ। कतै कतै गाउँ घरतिर जाँदाखेरि गाग्री बोकेर पानी लिन जाने चलन त छ नि। तर हाम्रो वरपर पँधेरा कता गयो त? ढुङ्गे धारा कता गयो त? र त्यो साथसाथमा यहाँका सौन्दर्य चिजहरू घुम्दै गएको हामीले देखेका छौँ। यसै क्रमलाई नै मैले मेरो पेन्टिङको विषय बनाएको छु। अझ भनौँ, हाम्रो जात्राहरूमा एउटा परम्परा छ। त्यो परम्परा चिलाक बालेर अगाडि जात्रालाई बाटो देखाउनको लागि एउटा पात्र छ। त्यो पात्रले भूमिका खेलिराखेको हुन्छ। यदि त्यो पात्र नभइदिएको भएदेखि पक्कै पनि जात्रा हुँदैन थियो होला। यी जात्राकै कारणले गर्दाखेरि पनि अब अहिले यो पात्र जुन बत्ती चिलाक बालेर बाटो देखाउने पात्र छायामा छन्। यो छायाकै कुरालाई लिएर कुरा गर्दाखेरि हामीले पहिला मल्लकालीन समयमा जात्रा जब सुरु भयो, जात्रा सुरु भइसके पछाडि बेलामा बत्ती थिएन। त्यो बत्ती नभएकै कारणले गर्दाखेरि चिलाकमा
कपडाले बेरेर या कपासले बेरेर त्यसमाथि तेल खनाएर आगो बालेर त्यो बत्तीको रूपमा प्रयोग गरिन्थ्यो। जात्रा सुरु हुनुभन्दा अगाडि बत्ती बालिन्थ्यो, तर जात्रा सकिसके पछाडि त्यो बत्ती निभाइन्थ्यो। यसको अर्थ के हो भने जात्रामा बत्ती बीचमा निभियो भने अनिष्ट हुन्छ अब भनियो। तर यो अनिष्ट भयो भनियो भन्नुको अर्थ चाहिँ के थियो भने त्यो बेलामा चाहिँ जात्राको बीचमा एउटा मात्रै बत्ती छ, एउटा पनि बत्ती निभ्यो भनेदेखि त पक्कै पनि त्यहाँनिर मन्दिर या मूर्ति चोरी हुन सक्ने सम्भावना थियो, या मूर्तिमा भएका जुन चिजहरू थियो त्यो अमूल्य गहनाहरू गरगहनाहरू चोरी हुन सक्ने सम्भावना थियो। त्यसैलाई नै यहाँ प्रस्तुति के देखाइदियो भन्नुहुन्छ भने अनिष्ट हुन सक्छ भन्ने कुरा देखाइदियो। यसैलाई नै अब पछिल्लो समयमा बत्ती आयो, बत्ती आइसके पछाडि यो चिराग बाल्ने मान्छे अब चाहिँ यो बाध्यता हुँदै गयो। यो कथाको कारणले गर्दाखेरि नै आज बत्ती बाल्ने मान्छे जो चिराग बाल्ने मान्छे मन्दिर अर्थात् यो खट जात्रा गर्दै गर्दाखेरि पर एक ठाउँमा बसेर आफ्नो कर्तव्य पुरा गरिरहने भयो। यो कुरा गर्दै गर्दाखेरि कतिपय कुराहरूमा अब कतिपय जात्राहरूमा यो परम्परा बिस्तारै हराउँदैछ भने यसमा अब यो परम्परा हुँदै गयो, अब अनिष्ट हुन सक्छ। यो जात्रा जब जात्रामा आगो निभिन्छ, यो आगो निभेपछि यो जात्रा चाहिँ अनिष्ट हुन्छ भन्ने कुराहरू भयो। त्यसैको कारणले गर्दाखेरि पनि आज पनि हामी कुनै पनि उपत्यकाभरिको जात्राहरूमा यो बत्ती बाल्ने मान्छे नभएको जात्रा नै हुँदैन। तर त्यो बत्ती बाल्ने मान्छे छायामा छन्। पहिला बत्ती बालिसके पछाडि मात्रै जात्रा सुरु हुन्थ्यो भने अहिले पनि त्यही परम्परा छ, तर त्यो परम्पराको रूपमा आयो। पहिला बाध्यता थियो तर अहिले परम्परा आयो। त्यसै कारणले गर्दाखेरि यो जात्राहरूमा मेरो आफ्नो बुझाइ, मेरो आफ्नो ठम्याइ चाहिँ यी जो व्यक्ति हुन् चिराग बालेर बाटो देखाउनको लागि बस्ने व्यक्ति नै कलाको या यो ठाउँ जात्राको हिरोको रूपमा म आफूले ठम्याउँछु। यस्तै पात्रहरू हाम्रो वरपर छन्। यो चिजहरूलाई हामीले बिस्तारै माथि ल्याउनु पर्छ भन्ने मेरो ठम्याइ छ। यस कारणले गर्दाखेरि पनि मेरो चित्रहरूमा विशेष गरी यस्ता पात्रहरूको खोजी हुन्छ र अध्ययन हुन्छ र त्यो अध्ययनबाट जुन चिजलाई महत्त्व छ त्यो महत्त्वपूर्ण चिजलाई मेरो चित्रमा उतार्ने गरेको छु र आज यो चित्रमा पनि त्यही चिजहरूलाई फोकस गर्दैछु। महिला शक्तिको रूपमा यो पेन्टिङलाई मैले अगाडि ल्याउन खोज्दैछु र यसमा अध्ययन गर्दैछौँ र अध्ययन गरिसके पछाडि यसको निचोड त पक्कै पनि आउनेछ। कला सृजना इतिहास रच्नलाई हो। इतिहास हामी कलाकारले कोर्ने हो। त्यस कारण गर्दाखेरि इतिहास रचौँ र इतिहासलाई कुनै पनि तरिकाबाट अबको भावी पिँढीलाई हामीले एउटा बाटो देखाउन सक्छौँ। संरक्षण आवश्यक छ। हाम्रो परम्परालाई हामीले जगर्ना गरेनौँ भने कसले जगर्ना गर्न सक्छ? यो ठुलो प्रश्नका साथमा कला बुझ्ने एउटा माध्यम बन्नुपर्छ। कलालाई बुझाउन सक्नुपर्छ र कलाले नै देशको संरचनामा टेवा दिन सक्छ। कलाले नै देशको उन्नति हुन्छ। हस्, धन्यवाद।